अथवा मार्गदर्शनको रूपमा यसले दिन्छ। अब रह्यो अर्को कुरा, म यो विद्यालय भन्न मिल्छ वा मिल्दैन, तर के भने मेरो जन्म 2004 सालमा हो। म 2008 सालमा त्यति बेला यतापट्टि गएर तपाईको भुर्तिबाङ, यता गएर रुद्रबिणीसम्म विद्यालय स्कुल भन्ने जो नाम थिएन। स्कुल भन्ने त आज जानेकै थिएनौँ। विद्यालय नभएर गुरुकुल शिक्षा भनिन्थ्यो। मलाई रञ्जित प्रसाद लालचन्दलाई कहाँबाट यो कुराको प्रेरणा भयो र ऊ यो ठाउँमा तपाईको पाठशाला भएर, पहिला उहाँले पाठशाला भनेर निर्माण गरेको होइन, आफूले बनाएको घर पाठशाला भनेर दिनुभयो र राख्नु भएको थियो। र मैले भन्दा पहिला पूर्व सांसद, पूर्व मन्त्री सुवर्ण कुमारी लालचन्दले पढिसक्नु भएको छ। मेरो उहाँ गुरु पनि हो। मलाई ककरबाट आउनुभएको त्यो पाठशालामा 2008 सालको कुरो हो। हामी को थियौँ त भनेर भन्दा अब धेरै कुरा नगरौँ। रूपाकोटबाट पिपल चौधरी सेना, बराले नामदेव, भर्ती लालबहादुर हामीले सँगै पढेका गर्दा यसरी भन्न पर्दा यहाँहरूलाई मैले के निवेदन गरेँ भने म पूर्व विद्यार्थी पनि हुँ भन्दा पनि राम्रै होला। अब रह्यो कुरा, यहाँ मभन्दा पूर्वकता एकजना सरले के भन्नुभएको छ भने आजको 21औं शताब्दीको युगमा हाम्रो विद्यालयमा शिक्षाको स्तर उन्नति गर्नको लागि हामी अरू विद्यालयसित प्रतिस्पर्धा गर्नको लागि, कम्पिटिसन गर्नको लागि सम्पूर्ण अभिभावकले सहयोग गरेर शिक्षाको स्तर उन्नति बढाउनु पर्यो भन्ने कुरो सुन्नुभएको छ। त्यही कुरालाई जोड्नको लागि मैले के निवेदन गर्न चाहे भने यो मुलुकमा यहाँको सरौले भनेर पनि हुन्न, अब यही अभिभावकले मात्रै भनेर पनि हुन्न। अब यो कुरा मैले मेरो हृदयको आँखाले देखेको के भएर भन्दा सिङ्गो नेपालको शिक्षा क्षेत्रमा शिक्षा नियमावली नै संशोधन गर्न आवश्यक छ, ताकि शिक्षालाई वर्गीकरण गर्नुहुन्न। मेरो मान्यता वर्गीकरण भनेको यहाँहरूले बुझ्नु भएन भने जस्तै क ख भनेको पनि वर्गीकरण। अहिले आएर एउटा प्राइभेट शिक्षा र सरकारी स्तरको शिक्षा भएर दुई किसिमले जुन शिक्षामा भागबण्डा भएको छ, खण्डित भएको छ। जहाँसम्म यो मुलुकमा, यो देशमा शिक्षालाई एउटै सूत्रमा बाँधेर शिक्षा नियमावलीलाई संशोधन गरेर राज्यले यसको जिम्मा लिन्न भनेर भन्ने हो भने शिक्षाको विकास हुन्न भन्ने पक्षमा छु। त्यसकारण अब रह्यो कुरा के हो भनेर भने भोलि बिहान हुने यो तपाईको के अरे स्वर्ण महोत्सव कार्यक्रमलाई असर मैले गरेका कुराले नपरोस्, तर हामी सिङ्गो समाज, सिङ्गो समुदाय शिक्षा नियमावली संशोधन गर्नुपर्छ, शिक्षामा एकरूपता ल्याउनुपर्छ, अनि आएर तपाईको वैज्ञानिक शिक्षा लागू गर्नुपर्छ भन्ने विषयमा हाम्रो जनप्रतिनिधिज्यूहरू यही हुनुहुन्छ। यहाँहरूले अत्यन्तै चासो लिएर यो कुरालाई अगाडि बढाउनुहोस्। हामीले साथ दिनुपर्छ। फेरि उहाँहरूको व्यक्तिगत विषय होइन, समाजको लागि उहाँहरूले गर्नुहुन्छ भने हामीले साथ दिएर जानुपर्छ। र यो देशमा मेरो बुझाइमा सिङ्गो नेपालमा तपाईको स्वास्थ्य र शिक्षा निःशुल्क हुन सक्छ, निःशुल्क बनाउनु पर्छ। तब मात्रै एकरूपता आउँछ, तब मात्रै गरिबका दिन आउँछ।
यो अहिले धनी र गरिबको शिक्षा भएर भनेर दुई किसिममा विभाजन देखिन्छ। तर यो नहुनको लागि शिक्षा नियमावली संशोधन गर्नको लागि सिङ्गो समाज, सिङ्गो हाम्रा जनप्रतिनिधिहरू, उहाँहरूलाई हामीले साथ दिएर अगाडि बढ्यौं भने शिक्षामा सुधार हुन सक्छ भएर भन्ने कुरामा मलाई विश्वास छ। मैले शिक्षालाई यही हेर्नुहोस्, हामी कति दुःख पाएर बसेका छौँ। शिक्षा कस्तो भएर भनिबसिन्छ भने माछालाई जलबाट बाहिर फाल्ने बित्तिकै बाँच्दैन। शिक्षा बिनाको मान्छे र जल बाहिर फालेको माछा एउटै हो भन्ने कुरा हामी सबैले बुझ्यौं भने मात्रै बल्ल शिक्षाको विकास हुन सक्छ। जहाँसम्म शिक्षाको विकास हुन्न त्यहाँसम्म दक्ष जनशक्ति तयार हुन्न। दक्ष जनशक्ति तयार नभएपछि दक्षता नभएको मान्छेले सही निर्णय दिन सक्दैन। त्यसकारणले समाजको सुधार हुन सक्दैन। जहाँसम्म सामाजिक सुधार हुन सक्दैन त्यहाँसम्म मुलुकको विकास हुन सक्दैन भन्ने कुरालाई मध्यनजर राखेर हामी अगाडि जाँदा अत्यन्तै उपयुक्त हुन्छ भन्ने मेरो भनाइ। अर्को पक्ष, जसरी यो विद्यालयको स्वर्ण महोत्सव कार्यक्रमको पूर्व सन्ध्यामा विभिन्न समितिहरू गठन गरेर समितिको माध्यमद्वारा अब यहाँ अघि नै भनिसक्नुभयो, इतिहासका कुरा छन्, आर्थिकका कुरा छन्, अन्य व्यवस्थापनका कुराहरू छन्, सारा कुराहरू छन्। म पूर्व विद्यार्थी अथवा छिमेकी अथवा शिक्षा आर्जन गर्नुपर्छ, शिक्षामा समान, शिक्षामा एकरूपता ल्याउन पर्छ भन्ने विचार राख्ने व्यक्ति भएको हुनाले स्वर्ण महोत्सव समारोहमा मेरो तर्फबाट जे जति सहयोग गर्नुपर्छ यहाँहरूले भन्नुहोस्। खुल्ला दिलले सेयर गर्ने र सहयोग गर्ने बाचा गर्दै भनाइलाई यही अन्त्य गर्न